नमस्ते साथीहरु, वेलकम मेरो भिडियोमा। आज चाहिँ हामीले मेरो अफिसमा मैले चाहिँ मेरो मिसरलाई टिका लगाएर आज दशैं मनाउँदै छौं र आज चाहिँ म घर पनि जाँदै छु। त्यही भएर यो सबै सामग्रीहरु चाहिँ आज रेडी छ र हामीले नसोचेको जमरा भएको छ। त्यो जमरा चाहिँ म अहिले हजुरलाई एकछिनमा राखिदिन्छु साथीहरु है त। र अबको भिडियो कस्तो हुन्छ भन्ने कुरा चाहिँ हजुरले हेरिराख्नु। सम्पूर्णलाई ह्यापी दशैं। मैले चाहिँ यो मेरो अफिसको लागि राखिएको जमरा हो हैन, नसोचेको जमरा भयो। यति धेरै खुसी छु, यति धेरै ह्याप्पी छु। हेर्नु होला, हामीले चाहिँ यसरी टिका लगायौं अफिसमा, यसरी बिदा भयौं हामी चाहिँ। नाच्दै छन् बाबा मम्मी। रमाइलो भइरहेछ साथीहरु, मेरो अफिसमा रमाइलो हुँदैछ। यहाँ तीनजना बाबाहरु नाच्दै हुनुहुन्छ।
सेकेन्ड हातले भिडी सेकेन्ड पानी ल्याइसक्नु छ पानी पानी त अघि राति चलाउनु पखाएर चलाउन पाइयो उडाइदिन्छ त्यो ब्यागबाट निकालेको बनाइदिउँला भनेर अघिदेखि पख भनेको त झन् उसले त स्मृतिले त सकिसक्यो होइन साथीहरू आज चाहिँ हाम्रो टिकाको कार्यक्रम दसैँ कार्यक्रम होइन अब चाहिँ म घर जाँदैछु टाढा छ नि त घर त्यो भएको कारणले गर्दा हामीले दसैँ कार्यक्रम मनायौँ अनि त्यसपछि आज म नहुने भएपछि मिसहरूले पनि हजुर नभएपछि केही पनि हुन्न भनेपछि अनि मैले चाहिँ आज मिसहरूलाई टिका लाउने कार्यक्रम प्लस मम्मी बाबाले मिसहरूलाई लगाइदिनु भयो अनि त्यही भएर कसको कति भयो भनेर हामी गन्दैछौँ है त साथीहरू हेर्नु होला हाई कस्तो लाहा अझै खोताल्दैछ ब्याग अब चाहिँ म हिँडेको साथीहरू ल्याउन आउनु भएको रे क्या मिसहरू चाहिँ अब म घर जाँदैछु साथीहरू हेर्नुहोस् है भिडियो कस्तो हुन्छ हजुरहरूलाई देखाउन चाहन्छु सकभर कोसिस गरिरहेको छु हेलो ल हाम्रो म्याम थाक्नुभयो हिँडेर अब हाम्रो म्याम आफ्नो घर जाँदै हुनुहुन्छ